हाम्रो चाहिँ सबै सामानहरू रेडी भइसक्यो हेलो सो नमस्ते एन्ड स्वागत छ तपाईलाई भयो नि यार हेलो सो नमस्ते एन्ड स्वागत छ तपाईलाई फेरि पनि यो विशालको ब्लगमा म एकदमै ढिलो है के भन्नु फोनै छैन हौ अहिले मसँग त्यही भएर चाहिँ म भिडियो बनाउन पाएको छैन हैन त अहिले चाहिँ हामी यो हाम्रो के भने उमा भन्ने ठाउँमा आएको छौँ फेरि पनि हाम्रो एकदमै निकै गर्मी बढेको कारणले हामी यसो ड्राई पिकनिक जस्तै हैन साथीभाइहरूसँग मिलेर आएको छौँ हाम्रो यहाँ सुरु पनि भइसकेछ यहाँ हेर्नुहोस् आम्मा कस्तो खतरा जाने अरेको तेरो फुलाउँदैछ नि यसो फुलाउँदैछ यसरी माथि हात हल्लाउँदै यसरी हात हल्ला न भनेको यो चाहिँ हाम्रो असिम लिम्बू होइन भर्खर छुट्टीबाट आएको छ पल्टनबाट अब बेला म दाउरा बोकाउँछु के ए हाम्रो साथी पनि आइसकेको छ घरको मेरो चाहिँ यहाँ सामान यति मेरो भागमा चाहिँ यति बोक्नु परेको छ र आदि चाहिँ सबै सामानहरू केटाहरूले लगिसकेको छ है देख्न सक्नुहुन्छ हामीले यहाँ सुरुमा यहाँ बसेर खाने भनेर सल्लाह गरेको थियौँ अब लास्टमा उता केटाहरूले राम्रो भेटेछ ठाउँ अरे कसरी बोक्नु यार यो त एकदमै यति धेरै सामान चाहिँ हेर्नु नि एउटा झोलामा अटेन क्या अब भिडियो बनाउनु कि सामानहरू बोक्नु म यहाँ टेन्सन तपाईँ आएको हाम्रो साथी लाइन उतातिर त्यसो भए ल हाम्रो केटाहरू त सबै पुगिसकेको छैन म मात्रै बाँकी भएँ लास्टमा म पनि जान्छु उतातिर है ल सुरुमा चाहिँ म भिडियो नबनाउने भनेर सोचेर आएको थिएँ अब साथीको फोन थियो अनि बना नि त भिडियो भनेर मलाई भने होइन साथीले अनि त्यही भएर म चाहिँ रेडी भएको छु होइन धेरै दिन पछाडि आएको छु तपाईँहरू सामु बिरामी भएर होइन फोन पनि छैन बिरामी पनि भयो अनि त्यही भएर चाहिँ भिडियोहरू आएको छैन मेरो होइन ल म अब चाहिँ लाग्छु है त उतातिर ल देख्न सक्नुहुन्छ हाम्रो केटाहरू सबै रेडी भइसक्यो र हाम्रो दुईजना चाहिँ डेटिङमा आएको रहेछ साथीहरू अनि हामीलाई देख्ने बित्तिकै भाग्यो है टोलीहरू हाम्रो केटाहरूले बनाउँदैछ सामान देख्न सक्नुहुन्छ ओ आशिष साथी के छ नि कस्तो लागिरहेछ तिमीलाई राम्रो आफै चुमे त ल के हो ए नुहाइदिनु पर्ने आशिषलाई सानो भयो यार यसो सुत्न यसो सुतेर यस्तो हल्लिन यो हल्लाइदैन मान फुट्छ अन्त काकालाई हो ल यसलाई पो चिल भएको रहेछ र सुतेको छ क्या चस्मा खोल्नुपर्छ क्या खोइ चस्मा सुतेको होला यार हो रहेछ राखै हेरिएन यसो तर ठिक छ अब हाम्रो चाहिँ व्यवस्था हुँदैछ एकदमै है सो अहिले चाहिँ म लाइटरको खोजीमा छु है हामीले चाहिँ एउटा लाइटर चाहिँ ल्याउनै बिर्सेछौँ र यो भाइहरूसँग छ कि भनेर चाहिँ हामी मको लिन आएको छु ओ भाइ तिमीहरूसँग लाइटर छ लाइटर छैन हामीलाई बाल्ने उयो चाहियो क्या छैन तिमीहरूसँग ए ल भाइ ल यो भाइहरूसँग रेनर छ होला भनेर चाहिँ आएको म लिनु रेनर छ यो भाइहरूसँग पनि तर हामीले पठाएको छौँ लाइटर लिन त्यही एउटा हामीले सामान ल्याउन चाहिँ बिर्सेछौँ त्यही भएर हामीलाई ढिलो भइरहेछ नत्र हामी व्यवस्था यहाँ गर्दैछौँ त्यहाँदेखि अरू चिजको जोगाड गर्ने बाँकी छ हामीलाई दाउरा साउरा खोज्दै दाउरा त यहीँ जथाभावी पाइरहेको छैन दाउराको चाहिँ भइसक्यो अब त्यही लाइटरको मात्र व्यवस्था छ अलिकति पानी चाहिँ कम रहेछ हामीले होइन त्यो पनि यहाँ खाल्टो हामीले अलिक पानी जमाएर चाहिँ अलिक नहुने खालको लाइक बनाउँदैछौँ सो हेर्दै जाऊँ न अब होइन यो कस्तो हुन्छ अझै केटाहरू आउने बाँकी छ हाम्रो सोल्टीले नुहाएकै छैन होला सोल्टीले होइन ओए काले भाइ त ए तर यताबाट ओए यसको जिउ र यसको जिउ त क्या फरक हेर आइरहेछ यार ओ त्यसको नयाँ चस्मा बिग्रिन्छ छोड्दै त्यस्तो नगर्नु चस्मा खोलिराख्नु यसको नसा सबै हट्ने भयो त्यसले धेरै नुहाइदैन हो त हो त चाहिँ अब हाम्रो आगो पनि बलिसकेको छ हाम्रो असिम लिम्बू साथीले चाहिँ निकै मजाले बालिसक्यो आगो है र हाम्रो आशिष साथीको ढाँड त कत्रो हौ चुमेदाई पनि स्याहारै हेरिन्छ त यसको घाट त
मासु अब हाम्रो आगो बलिसक्यो अब मासु उन्ने हाम्रो कार्यक्रम हुन्छ है दुईटा हामीले फिस पकाएको छु अहिलेसम्म होइन हुन्छ फ्राई गरेर खान्छु एकदम लागे त हुँदैन क्या अरे पुरा खान्छ माफ गरिदिउँ मलाई पाएको थियो अगाडि काल्ने छ तवरमा हाल न एकैछिन कस्तो दामी आयो त कल पाएको थियो यार त्यो त गोरा माछा पाकालाई टान्ने लागेछ ए भइसक्यो मासु त पाक्न लाग्दा गर्मीले पनि पाकेको छ धेरै पोल्नु पर्दैन हामी धेरै पोल्नु पर्दैन हुँदैछ खाना यतिकै त्यसले हाल्नु यो चिक्ने भन्दा खालि जङ्गली मेहनत गरेको काम गर्ने कालु मकै खाने भालु चिक्ने छक्का भिटामिन सी हुन्छ कि डी हुन्छ अरे क्या खाएदै तँलाई पल्टा जुडे मासुलाई ओइ हामी चलाएन त्यो चाहिँ भोकले पल्टा न ए सुँगुर के हो नि सुँगुर हो कुखुराको ए त्यही खान तातो भए खायो छिटो पाएको पहिला डाइट हो के हुन्छ यसमा भन्दा मासु बनाइदिएर यो चाहिँ हाम्रो धेरै घरमै बफिएर ल्याएको थियौँ र धेरै बाफिएछ कि त्यो र मासु पटपट फुट्यो यही खान्छु म चाहिँ बोल्नु हुँदैन होइन बिग्रिने बित्तिकै त्यो त्यही मात्रै पल्टाएको क्या त्यसले पहिला त जताबाट ल्याउँदा नि कालै देखिन्छ त्यहाँ यता हेर्दा हो यताबाट ल कालै के खोज्नु दाइ माछा ए माछा खोज्दैन कस्तो मिठो तयार यो माछा पाएको नि त एकैछिन पाकिहाल्छ नि माछा त्यहाँ हाम्रो चाहिँ पोखरी बनाउनको लागि दाइले एकदम मेहनत गर्दै हुन्छ यो मोबाइल यतिखेर काँक्रा भिजाउनु अर्को आयो फेरि बाटोमा नेपाली सेना कसरी काट्छ थाहा छ यता फर्किने यतापट्टि चाहिँ धुने हो क्या पक्लो 0.5 मा नै बनाएको रहेछ यसो रातो मात्रै निकाल्दैन काका के गर्नु हो त्यतिकै राख्नु अहिले हो त्यही शुद्ध क्या सानो पनि नगर भाइ मान्छे धेरै छ त्यसको लागि ठुलो यत्रो निकाल्ने एउटा टाँसेर क्या त्यो बोक्रा नि टाँसेर अलिक त्यति नै त्यसले खान्छ मुक्ति लागेन तपाईँलाई म राजाको भने छ त्यहाँ टक्क फिजिएर काँक्रा पनि यस्तै लालामा काट्नु क्या त्यो टुप्पो फ्याँकेर अनि माथि छर्किनु क्या
एक कुल जगह नहीं होते यार एउटा माछा आयो भने मेरो भाग सबै मासु तलाई मेरो भागको मासु तलाई सबै एउटा माछा आयो भने खोइ 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 चण्डी हुनु नपर्ने फेरि गफ पनि अति दिन्छ चिन बस भने आप्यो उ त्यहाँनिर थियो धेरै उहाँ अगाडि यसलाई पक्रियो ग्रुपलाई कतिको एकछिन नहल्ला न एकछिन यहीँ राख्नु भित्र पनि आप्यो आउँछ नहल्ली बस्छ यहाँ सुत्दाखेरि आइरहेको बिस्तारै आउँदा रन्डीको छेउ गाड पिसीको त्यो तल फिक्का बिछाउँछ यतै जान्छ आउँदैन हौ दबाई खाने मान्छे मासु हाने हेरौँ न खाम भनेको कि यो तिमीले खानु हुँदैन मैले मात्रै खाने हो भनेर ल आयो माछा सुन्नु पनि दिनु हो खानु हुँदैन हामीले खानु हुँदैन क्या टाइट रहेछ त को दार खाने भन्छ सबले खाने डेल्टा बट इज कमिङ यहाँ काटिङ आज चाहिँ हाम्रो रमाइलो लागिरहेको छ होइन टक्क यसमा बियर खाने बियर त तर लागेर रहेन रहेछ होइन यस्तो ठाउँ छ दाजु ब्लगर फेरि हाम्रो चाहिँ सबै सामानहरू रेडी भइसक्यो सुरु गर्यो तार्के बन्दैछ के आशिष के खान्न बस्न ए आशिषलाई बस्नु ए पकड त्यसलाई बिरको नेता बस्न बस्न ए हिले हिले नगर अहिले पानी छिट्नुपर्छ नुहाउनुपर्छ के भयो देख्यो देख्यो क्या देखियो देखियो साँच्चै साँच्चै खोइ गिलास लिन उडा न अहिले यार के मजा तिमीले मैले पनि ल चेस डुमको टिपे अझै हाम्रो दाइको खाना खाने टाइम भएछ खोइ त खाना हेराउनु नि हाम्रो दाइको चाहिँ खाना खाने टाइम भएछ हाम्रो चाहिँ यस्तो व्यवस्था भइरहेछ र दाइको चाहिँ घरमा टिफिन प्याक गरेर ल्याउनु भएको रहेछ खाना है हाम्रो काका चाहिँ एकछिन बिजी हुनुभयो घरबाट फोन आएछ काको हाम्रो चाहिँ एकदमै रमाइलो हुँदैछ आशिष रमाइलो भइरहेछ नि भइरहेछ कालो मान्छे कति खायो हो कालो मान्छे यता हेर न यसले खानेमा ध्यान छ हो कालो मान्छे त्यसको मिठा फेरि त्यसको मिठा फेरि अर्को उता जसको ढालेर रमाइलो भइरहेछ यता यता दुईटा उस्ता उस्तै छ भित्री मन हेर्नु तपाईँको बाहिर मानेर गोरो भयो नि भित्री मन कसको पक्रिन्छ भन्दा बाटोमा अब पक्रेको मात्र हुन्छ फेरा थोपिहाल्दो रहेछ बित्यो क्या अब कोही जस्तो टिफिन कतिखेर सकिन्छ दिन पछि खाना पाएर बहुत साल पछि ल बहुत साल पछि खाना खाएर बहुत स्वादिष्ट है कुन चाहिँ जङ्गली बहुत स्वादिष्ट है और
कोही त खाँदैन एकछिन छोड्ने यार अहिले त सपोर्टमा आउँदैछ है भेनाकोले सोल्टी आशिष भन्दै खाँदै ल अन्त खाइसक्नु त पहिला यता 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 हेर्दै खान आशिष कोइला जाए त अहिले नि ड्युटी बसेको जस्तो छ उयो लट्ठी बोइकिन गाउँघरको मान्छे नि मान्नुपर्छ क्या जस्तो कि अब गाउँघरको सबै होइन मान्छे गाउँघरको केटाहरूले बुढी त पछिको कुरो आउँछ नि त कुरो यस्तो माडेको कि त्यसको सुदीपलाई अब जस्तो कि गाउँघरको सबै गाउँहरू छ अब दाइ भनेको त हामी गाउँघरको सँगै अब के अरे साथी हो नि त म साथीले भने चाहिँ हिँड्नु हाइट तल कोहीले हिँड पैसा दिनु नमान्ने होइन दाइ तपाईँलाई म यसको लागि पैसा बेर्नु पर्दैन म हामी आफै गर्नुहुन्छ भन्दा नमाने म एउटा सबै म कुदाउँदैन फेरि घरमा अनि फेरि त्यही ठाउँमा फेरि केटीहरू भयो भने बाँकी छ कुरा केटी भयो भने म चाहिँ पैसा नलिकन म नम्बर लियो भने पुग्यो हो दाइ आकाश दाइ हो टुम्डे बसेको जोगाड चाहिँ कसले गरेको यो कसले टिपेको यार साँच्चै ल भान्जाको निकाल्नु सुरु जोगाड चाहिँ कसले गरेको यो तर नरिसाउनु तर हिसाब चाहिँ पऱ्यो सबै होइन सोली तर्नु रिसा तर पछि हिसाब गरेर मात्रै दिने हो नि कति पिस खाएको छ के गरेछ भनेर सबै थाहा यहाँ आधी घन्टामा आउने मान्छे मैले 2 घन्टा पुऱ्याएर 30 देखि हाँक्दैन यार के भन्नु लाग्यो के भन्नु लाग्यो भन्नु नि तपाईँलाई के भन्दै नदिने के हिसाब गर्ने के भन्दैछ अब तपाईँले ल साथी चाहिँ अब डान्स गर्ने मोडमा आइसकेछ है केटाहरूको बडी गफ गइसक्यो होइन अलिअलि रिमझिम भइसकेको छ केटाहरू जस्तो छ अब एकछिन हल्का डान्स गर्छौँ केटाहरूले अझै सामान लिनु पठाएको छ होइन पुगेन नि त यतिले होइन ल अब चाहिँ विशाल दाइले चाहिँ अब त भट्काउनु लाग्यो ल जान अब चाहिँ त्यहाँ पार्टनरलाई चाहिँ अब त्यहाँ बिस्तारै हेर्नु अब लडाउने भयो अब त्यहाँ हेर्नु कस्तो गर्दैछ दिमाग हार्नु उठेन लडेन त्यहाँदेखि लडाइ नि दिन्छ हेर्नु हेर्नु कसरी गर्दैछ त्यो दिमाग त लडाइदिन्छ हेर्नु त्यसलाई थाहा नै छैन त्यहाँ माटो खन्दिँदैछ तल त्यहाँ चाहिँ अब लट्ठी लिइरहेको छ लट्ठी दिइसकेको छ होइन अब ड्याङ्ग दिन्छ सर त्यहाँ चाहिँ अब त्यहाँ चाहिँ लड्नु लागिसक्यो होइन त्यहाँ नै अब लड्नु त्यहाँ अब चाहिँ अघिदेखि चाहिँ झर्नु लागिसक्यो होइन अघिदेखि त्यहाँ खाल्टो खनिरहेछ एउटालाई चाहिँ त्यहाँ झार्नु पर्ने छ क्या त्यहाँ तलदेखि त्यहाँ नै अब झर्नु लागिसक्यो अब आधी मात्र बाँकी छ त्यहाँ पुरै सुते अघिदेखि खाल्टो खनिसक्यो होइन
उल्टै भन्नु त कति मिनट लागिसक्यो यो खनेको तपाईँलाई आधी घन्टा भइसकिसक्यो हुँदैन र पनि कतिखेर झर्छ त पनि हामीलाई थाहा छैन होइन हेर्नु है कस्तो अब्बर यहाँ बोर्ड लागिरहेछ ठाउँ चाहिँ यस्तो छ ठाउँ होइन मुजी बाहिर हुँदाखेरि मैले सुरक्षा त मेरो ड्युटी पालन मेरो ड्युटी गर्न जोसुकै जेसिबी गर्ने के मतलब हुन्छ तर बस बाहिर हुँदाखेरि मान्छे ओतर गरिरहेछ अनि होटल मान्छे मेरो तर होइन लोकेसन नभएर सुरुमा चाहिँ लास्टमा चाहिँ ठिकै भयो मिसन कम्प्लिट यसलाई भन्छ कैसा लगा सुदीप साथी सुदीप साथी आशिष कस्तो लाग्यो त राम्रो अब यसको गफामा सबै हट्छ होला क्या पागल भयो त्यसलाई ओए चल्दै बाउ लाग्यो क्या भाइ कता जङ्गलतिर जान्छ आशिष समाचार ओ त्यसको दिमाग हल्यो जस्तो छ त्यसको ल यो त यो पागल हो तुमसे मिलके दिल का है जो हाल क्या कहे हो गया है कैसा ये कमाल क्या कहे तुमसे मिलके दिल का है जो हाल कहे हो गया है कैसा ये कमाल क्या कहे गाई ल के भनेको आर्छ यार हाम्रो चाहिँ अब
यहाँको सकिसक्यो है। अब चाहिँ हामी अलिकति ठुलो पोखरीमा खेल्न जानेछौँ। ओहो मैले त रुगा लगाएर चाहिँ बिरामीलाई भइरहेको छु यार, चिसो लाग्छ जस्तो छ। तर केटाहरूले अब अलिकति फोटो कार्यक्रम गर्ने अरे, केटाहरू पनि आउँदैछ सबै सामान लिएर। खोलामा आएर भइहाल्छ नि त्यहाँ। यस्तो के यहाँ ग्रुपमा क्रिकेट त्यसो रासी ल त्यो चाहिँ सुरुमै स्टार्ट भइसक्यो। योपट्टि त अल आउट छैन, त्यही पनि यो के भएको हाम्रो सुदीप साथी छिरिसकेछ। ए यो त अगाडि आइसकेछ हाम्रो सामानहरू। उयो अड्किन्छ है सामान यहाँ राख्दै। लक्ष्मी अब हामी यहाँ स्टार्ट हुन्छौँ। को त्यो ए त्यति पानी त थोरै रहेछ क्या यार। यहाँ आएर गर्न आउँछ ए पकड्न विशाल आशिष क्यामेरा त आशिष आशिष पकड्न ल आशिष यहाँ बसी हेर ल आशिष भाइ चल्नुस् न यो चप्पल ल्याएर तिम्रो कपडा लगाउने आज सानो मान्छे दुकान आइदिन भाइ काम फाल्छ के दिनु छ इमेललाई दिनु न मोबाइल कस्तो दुकान नाम जी दिनु न आउन न मलाई त पौडी पनि खेल्न आउँदैन हाल्नु झन्डै हडा यहाँ एकदम वहाँ बजेर रहेछ त हाम्रो सिद्धान्त के भएको छैन अब चाहिँ हाम्रो सबै सकिसकेको छ नुहाइ गरेर होइन। हाम्रो साथीहरू लुगा लाउँदैछ, साथीहरू गइसक्यो, आधी साथीहरू पर चाहिँ गइसक्यो र हाम्रो साथीभाइहरू अझै छ यहाँ। लगा चस्मा लडाउनु हिरोदेखि ल हाम्रो सामानहरू सबै रेडी भइसक्यो। अलिकति खुट्टा चाहिँ यहाँ घाउ भएर चाहिँ बल खेलेर हाम्रो लड हामी लाग्छौँ है ल। हामी फर्किँदैछौँ, देख्न सक्नुहुन्छ यहाँको यो के भन्छ राम्रो ठाउँ है। यहाँ चाहिँ पौडी खेल्न पाइँदैन, यहाँ चाहिँ नाउ मात्र चलाउनु मिल्छ। सोल्ट आइज न गीत सुनाइदिएन एउटा गाउनै आउँदैन त पछि गाउन कसम गाएर केटी पठाइन्छ गाना गाना म गीत गाउँछु नि त बजा नि त तिम्रो पक्रेर बजाउन अप्ठ्यारो हुन्छ हिँड्दै हो र। ए नत्र मैले गीत स्टार्ट गरिसकेको थिएँ यार। भर्खर सिकेको हुन्छ गाह्रो परिहाल्छ। एकदमै राम्रो ठाउँ छ, यहाँ आउनु सक्नुहुन्छ तपाईँहरू। 10 रुपियाँ मात्र टिकट पर्छ एकजनाको है। हामी बाहिरतिर लाग्छौँ, मान्छेहरू यति धेरै छौँ कि हामी होइन सफारीमा अटिँदैन। हेर्नु सक्नुहुन्छ तपाईँले अहिले हामीले कस्तो बिजोग तरिकाले आएको थियौँ, अनि तपाईँलाई हेराउँछु नि म है। ल अहिले चाहिँ अब हामी सफारीमा चढिसक्यौँ हाम्रो है। एकदमै प्याक भएको अवस्थाले हामीले ब्याक सिटलाई पनि डाउन गरेर ओ के हरको काले भाइ ल न ल ल छिट बस न ल छिट बस मेरो बेस्ट र छ कुदेर जाम भनेको अवस्थै भएन कुद्ने यार, गलियो एकदम साह्रो है। अब हामी घरतिर लाग्दैछौँ है। के कस्तो लाग्यो तपाईँहरूलाई कमेन्टमा भनिदिनुहोस् है। अब चाहिँ घरिघरि मात्रै आउँछ क्या भ्लग मेरो, अलिकति निकै टाइम बिजी छु म है, त्यही भएर माया चाहिँ नमारिदिनु होला। टाटा बाई बाई।